हुन्छ या कि मरण हुन्छ र यस्तो हुन्छ कि योभन्दा अघि नभएको थियो नभए योभन्दा पछि हुन्छ। आदरणीय आमा बुवा दाजुभाइ तथा परिवर्तनका संवाहक केन्द्रीय सभापति रवि लामिछानेज्यू, मञ्चमा आसीन केन्द्रका सहप्रवक्ता रमेश प्रसाईज्यू, मकवानपुर क्षेत्र नम्बर 1 का युवा तथा जुझारू उम्मेद्वार प्रकाश गौतमज्यू र समानुपातिक तर्फका उम्मेद्वार जिना विष्ट राई र समिना मियाज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा परिवर्तनकारी अभिवादन। जय घण्टी। मैले योभन्दा अगाडि भनेको वाक्य रामाधीर सिंह दिनकरको कविताबाट लिएको वाक्य हो र यो वाक्य यो पंक्ति जोडिन्छ महाभारतसँग र म आजको दिनमा विपक्षमा को छ भन्ने कुरा हेर्दिन र हेर्नेवाला पनि छैन र मेरो पक्षधरता सत्यको पक्षमा हुनेछ। को आजका दिनमा को मेरा विपक्ष हुन्, को काका गए भन्ने कुरा गौण भइसके। हामीले अबको दिनमा सुशासन, समुन्नति र समृद्धिका सपना देखेका हौं र यो सपनाका बाधक जो हुन् ती सबैलाई पन्छाउनेछौं। मकवानपुर क्षेत्र नम्बर 2 का विशेष गरी मकवानपुरकै समस्याका रूपमा रहिराखेको यो भूमिको समस्या आफ्नो घरको आँगनमा उभिएर आफ्नो घर होइन भन्न पाउने पीडा यो जनताले भन्दा बढी अरू कसैले बुझेको छैन र यो समाधान राष्ट्रिय स्वतन्त्र पार्टीले सबैलाई भोटर ब्याङ्कका रूपमा नहेरिकन जनताका रूपमा हेरेर यो समस्याको समाधान गर्नेछ। यो यहाँबाट मात्र होइन, हामीले केन्द्रका बाछापत्र मार्फत पनि यो कुराको सुनिश्चितता गरिसकेका छौं। जनता कसैका एक भोट